हेलो नमस्कार। म प्रकाश श्रेष्ठ। आज म कहाँ हो आजको डेटमा हारी मुलुक कुवेतमा। म विगत 10 वर्षदेखि कुवेतमा ड्राइभिङ काम गर्दै आएको छु। आज मेरो गाडी यही हो भन्नाले नि यो मेरो गाडी अस्ति पार्किङमा ठोकिएको थियो, त्यही भएर यहाँ म गाडी बनाउन आएको। विदेशतिर त अब यस्तो हुँदो रहेछ सिस्टम। गाडी मेरो यही हो, यसरी बनाउँदो रहेछ है। नेपालमा अब के कस्तो गरेर बनाउँछ, यहाँ अब यस्तरी गरेर बनाएको छ है। त्यही भएर अनि के छ, को आउन चाहनुहुन्छ विदेशतिर चाहनेहरूलाई यसरी काम सिकेर आयो नि। गाडी एक्सिडेन्ट भइसकेपछि कसको गल्ती हो भन्ने कुरा हुन्छ है। त्यहाँ एकदम सोधपुछ हुन्छ। यहाँ मरुर भन्छ, हाम्रो पुलिस स्टेसन भन्छ नेपालमा चाहिँ। यहाँ मरुरमा गएर कसको गल्ती हो के हो त्यहाँ सोधेर पेपर बनाउनु पाइन्छ है। जसको गल्ती हो उसको नेपालमा चाहिँ फाइन जित भन्छ। यहाँ फाल्फा गऱ्यो हो र खासै गाडी छुट्टी 75 दिन जान्छ। 75 भनेको कति हाम्रो नेपालको कति 40,000। त्यही भएर को आउँदै हुनुहुन्छ विदेशतिर खाडी मुलुकतिर, स्पेसली ड्राइभरमा आउने साथीभाइहरूलाई एकदम राम्रोसँग गाडी चलाउन आइसक्नुहुन्छ। नक्कली लाइसेन्स नबनाएर आउनुहोला। आफू पर्फेक्ट भएर आएपछि के हुन्छ यहाँको बारेमा, रोडको बारेमा थाहा भइहाल्छ। यहाँ आएपछि खासै त्यहाँ हुँदैन, रोडको बारेमा त खासै ठुलो हुँदैन, थाहा भइहाल्छ। अब यहाँ टुवे रोड हो, टुवे हो। अब जाने गइरहन्छ, आउने आइरहन्छ। अब कहीँ टुटर्न लिनु पऱ्यो भने रेड लाइट या बत्ती भन्ने कुरा हुन्छ, रेड लाइट हुन्छ, त्यहाँ बसेर सिग्नल बोलेको हिँड्यो। यहाँ आएपछि जानिसकिन्छ। यहाँ पकाउनुभन्दा धेरै हो, त्यही भएर यस्तो हुँदो रहेछ। मलाई सानोतिनो जानकारी गराउँदैछु। म पनि यहाँ 10 वर्ष यही गाडी चलाउँदै आएको। यो परदेशको कुरा गर्दैछु। अब हामी सम्पूर्ण परदेशतिर नआएसम्म नहुने। यो भिडियो सम्पूर्णले विदेश आउनेहरूले सम्पूर्णले हेर्नु होला। अर्को भिडियोमा आउनेछु। जस्तो बाई बाई, नमस्कार। प्रकाश श्रेष्ठ तर्फबाट यो मन परेमा लाइक गर्नु होला अनि मेरो यो युट्युब च्यानललाई फलो गर्नु होला, सब्सक्राइब गर्नु होला। बाई बाई।